हामी आराध्य देव श्री पशुपतिनाथलाई साँची राखी निम्न वाचा गर्दछौं। हामी आराध्य देव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौं। हाम्रा नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे उत्पीडन वर्गले लघु वित्त र सहकारीबाट लिएको रु 20 लाख रुपैयाँ भन्दा मुनिको सम्पूर्ण ऋण स्वतः माफी गराउनेछौं। नम्बर 1 नागरिक राहत सर्वहारा वर्ग भूमि मान्छे र उत्पीडन वर्गले लघु वित्त र सहकारीबाट लिएको रु 20 लाख भन्दा मुनिको सम्पूर्ण ऋण स्वतः माफी गरिनेछ। 2 मध्यम वर्गीय व्यापारी सहायता 20 लाख माथिका ऋणी व्यापारीहरूलाई 5% ब्याज दरमा 25 वर्षको भुक्तानी अवधि प्रदान गरिनेछ, रिस्ट्रक्चर गरिनेछ। कालो सूचीको लागि मुक्ति बैंक र सहकारीबाट कालो सूचीमा पारिएका तथा घरबारविहीन भएका नागरिकहरूको नाम कालो सूचीबाट हटाई बैंकले लिलाम गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गराई 5% ब्याजमा 25 वर्षसम्ममा तिर्ने मौका प्रदान गरिनेछ। 4 सहकारी सुरक्षा सहकारीमा आबद्ध बचतकर्ताको ठगिएको सम्पूर्ण रकम सरकार मार्फत फिर्ता गराइनेछ। 5 भ्रष्टाचार अन्त्य देशमा भ्रष्टाचार गर्ने पुराना दलका नेतालाई साथ दिने बिचौलिया दलाल तस्कर व्यापारीहरूको सम्पत्ति छानबिन गरी विदेशमा लुकाई राखेको सम्पत्ति फिर्ता ल्याई गरिब नेपालीको ऋण तिरिनेछ। साथै एनजिओ र आइएनजिओ को दुरुपयोगलाई समाप्त गरी देशभर लखेटिनेछ। स्वाभिमानी आत्मनिर्भर र भरपर्दो शासन प्रणाली र भरपर्दो नेपाल र नेपाली स्थापना गरिनेछ। 6 राष्ट्रिय एकता अन्तर्राष्ट्रिय सम्बन्ध सबै छिमेकी राष्ट्रहरूसँग भाइचारा स्नेह र मित्रवशको सम्बन्ध कायम गरी हाम्रो भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन दिने छैन। विदेशका जेलमा रहेका करिब 7000 भन्दा बढी नेपाली युवा र विदेशका डान्स बारमा र कोठीहरूमा बेचिएका हजार युवतीको सकुशल उद्धार गरी घर फर्काउने पहल गर्नेछौँ। 7 कर्मचारी सुविधा नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी राष्ट्र सेवक कर्मचारी र शिक्षकहरूको मासिक तलब भत्ता न्यूनतम रु 1 लाख कायम गरिनेछ। हामी मन वचन कर्म र आत्मा सहित यो सफल लिन्छौं कि राजनीतिलाई व्यापार होइन सेवा र राष्ट्रभक्तिको साधनाका रूपमा ग्रहण गर्नेछौं। देश र नागरिकको कल्याणका लागि सधैँ सत्य धर्म र समर्पणका मार्गमा अटल रहनेछौं। असतोमा सतगमय तमसोमा ज्योतिर्गमय मृत्युमा अमृत गमय। ओम शान्ति शान्ति। जय श्री पशुपतिनाथ की पशुपतिनाथ की आराध्य देव भगवान पशुपतिनाथ की अब आजदेखि हिन्दू राष्ट्र भयो साथी हो।